पोखरी अलिक पहिले चाहिँ अलिकति लामो रहेको थियो, अहिले चाहिँ अलिकति सानो सानो पोखरी भएको रहेछ यहाँ। बहिनीहरू पनि कताबाट हुनुभयो, बहिनी पनि हुनुहुँदो रहेछ यतिखेर। रविबाट हुनुभयो। ल सेवाहरू, ल है सेवाहरू। ल यतिखेर हामी चाहिँ पुलमा तर्दैछौँ। यतिखेर यहाँ हिले डाँडाको चाहिँ रमणीय स्थल यहाँनिर पोखरी पनि रहेको छ यहाँनिर है। नानीहरू खेलिरहेछन्। अब यो एकदमै चाहिँ धेरै ठाउँमा चाहिँ पोखरी पनि रहेछ अहिले चाहिँ 1 2 3 4। अध्यक्ष काका, यो काका पहिले पनि यस्तै थियो कि यो कस्तो पो थियो यो पोखरीका? यो चाहिँ अब पहिला हाम्रो पालामा हामीले देख्दा चाहिँ यहाँ यस्तो थिएन। तर यहाँ पर्यटकीय स्थल बनाउनुको लागि चाहिँ अहिले अब यहाँ पुलहरू लगाएको रहेछ। यहाँ यसलाई अब हिवाडी पनि भन्दो रहेछ, तर कुन भाषा हो हिवाडी? हजुर। तर हिले डाँडा भन्दो रहेछ यो ठाउँलाई। हजुर। पहिला हामी सानोमा यही बाटो हामी हिँड्थ्यौँ। बाटो भनेपछि यो उकालोको बाटो भन्नुभयो? अनि यसको तल चाहिँ एउटा दुईटा पोखरी थियो। हजुर हजुर। चेप्पा भनेर चाहिँ यहाँ मास्तिर चेप्पा। फाल्गुनदेखि आउँदा अब पञ्चमी हुँदै सर्टकट बाटो चाहिँ यो हो। पुरानो बाटो पोखरीहरू पहिले पनि यस्तै सिम चाहिँ थियो। दुई जोडी चाहिँ फाला चेप्पा भन्नेमा चाहिँ दुईटा जोडी थियो। पछि चाहिँ अब हाम्रो त्यहाँ धेरै मान्छेले त्यहाँ भोग खाने भयो भनेर चाहिँ हाम्रो त्यहाँ फाल्गुनन्द गुरुजीले त्यो एउटा पोखरीलाई चाहिँ अलिकति त्यहाँ धेरै मान्छे भोग खायो, त्यसले गर्दा त्यसलाई चाहिँ अलिक पुर्नुपर्छ भनेर केही मन्त्र चाहिँ राख्नुभयो भन्ने चाहिँ हामीले सुनेका हौँ। कहाँसम्म हो र अब अहिले त्यसको माथि नै अहिले यो ठाउँ चाहिँ हिले डाँडा भन्दो रहेछ। योभन्दा अगाडि हामी पनि आइपुगेका थियौँ र कारणवश हामी यहाँ आइपुग्यौँ। तपाईँले तपाईँको मनभित्रबाट खुसी व्यक्त गर्नुहुन्छ यतिखेर आदरणीय काकाले? अब टिमहरूसँग हेर्दाखेरि हामीले अब यसरी साथीहरूसँग घुम्नु पाउँदा एउटा रमाइलोको क्रम सँगसँगै एउटा अब यहाँको के रहेछ, पहिला त अब यो जङ्गलहरू यो अर्गेलीहरू थिएन, यहाँ चौरै मात्र थियो हामी हेर्दाखेरि। र अहिले चाहिँ अब अर्गेलीहरू चाहिँ रोप्या रहेछ। यहाँ एउटा अब रुख अब त्यो सल्लाहहरू रोप्या रहेछ। त्यो कुरा चाहिँ पहिला त अब यहाँ सप्तमीका बजारवासीले यहाँ खालि सुँगुर र गाई चरन मात्र यहाँ देख्थ्यौँ हामी 39-40 सालतिर। अहिले पर्यटकीय स्थल बन्यो होइन? अहिले चाहिँ यहाँ पर्यटकीय स्थल बनाएको छ र भएको पनि छ। हस् त, धन्यवाद। एनके नेपाल युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्णलाई के भन्न चाहनुहुन्छ तपाईँ? अब सबै जुन यो हिले डाँडा जाउँ भन्ने चाहिँ एउटा सन्देश हामी यहाँबाट दिन चाहन्छौँ। सम्पूर्ण अहिलेका युवा युवतीहरू र वृद्धलाई पनि यहाँ हिले डाँडा चाहिँ आएर यहाँको केही पहिचानहरू चाहिँ गर्नुहोस्, आउनुहोस्, इन्जोय गर्नु या इन्जोय गर्नुको लागि चाहिँ यो ठाउँमा आउनुहोस् भनेर सबै साथीहरूलाई र अरू जुन देश विदेशमा बस्ने साथीहरू यो ठाउँमा आएर चाहिँ केही रमाइलो गर्नुहोस् या इन्जोय गर्नुहोस् भन्ने चाहिँ सबैलाई चाहिँ आग्रह गर्न चाहन्छु। धन्यवाद सेवाहरू।